हेलो साथीहरू, हेलो। यस्तै छ है अवस्था, नाजुक अवस्था भनेको यस्तै है साथीभाइ, यस्तै छ। सबभन्दा नाजुक अवस्था छ साथीभाइ मेरो। है अर्को के कथा के छ थाहा छैन, मेरो नाजुक अवस्था छ है साथीभाइ। यस्तै थोत्रा थात्री रुममा बसेको छु, पैसा तिर्न सक्दिनँ। गाह्रो छ हजुर, गाह्रो छ। गरिब मान्छे, यसैले हेल्प गर्दैनन् यो संसारमा। मान्छेहरूको करोडौँ अरबौँ त्यतिकै पैसा खेर जान्छ। म जस्तै दुःख पाएको मान्छेलाई म त थुप्रै होलान्, कसैले सहायता गर्दैन हजुर हो। स्थिति गाह्रो छ हजुर, गाह्रो छ। यो संसारमा सबै यो पापले गरेको संसार हो। यो सबै यो पापी मान्छे बसेको संसार हो हजुर। अब यो दुःख कष्टले बाँचिराखिएको छ। यसो खान र लाउनलाई धाउधाउ छ, के गर्नु हजुर हो। कसैले वास्ता गर्दैनन्। मान्छेको करोडौँ अरबौँ खरबौँ मान्छेको पैसा त्यत्तिकै नाश भएर खेर जान्छ। यसो दुःखी गरिबलाई यसो अलि दिए त हुन्थ्यो नि हजुर हो। हजुर हो, मेरो रुम पनि थुप्रो थात्रे छ। यो पनि पैसा तिरेर भन्नुपर्छ साथीभाइ हो। के गर्नु, गाह्रो छ अवस्था। मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइबहरू गरिदिनुहोस्, धेरै मन पराइदिनुहोस्, सेयर गरिदिनुहोस् भन्ने विनम्र अनुरोध गरेको छु हजुर। म नि अहिले बिरामी छु हजुर, के गर्नु, एक्लै छु। जाउँ भने कहाँ जाउँ, घर जाउँ भने घर टाढा। हजुर यस्तै छ हजुर, साह्रो गाह्रो यस्तै दुःख सुख यस्तै छ। मान्छेको स्थिति यस्तै छ। नेपालमा मात्रै होइन, यो विश्वमै यस्तै हो। विश्वको जनता पनि यस्तै होलान्, म जस्तै कति दुःखी पीडित होलान्। म पनि त्यस्तै अवस्था छु हजुर हो। के गर्नु, यस्तै हो यो संसारमा। यो संसार त यो सधैँ रहँदैन, एक दिन पृथ्वी पल्टेरै जाला, मान्छे सब झिरिपै होला हजुर। के गर्नु, यस्तै छ। अनि अर्को जुनी आउला, अर्को जुनी अब मान्छेहरूले यो जुनीबाट त्यो सम्पत्ति बोकेर जाने होइन, घर बोकेर जाने होइन। के गर्ने, मान्छेको जिन्दगी हो, कतिखेर के हुन्छ भने ठेगान छैन हजुर हो। मलाई धेरै मन पराइदिनुहोस्। म यस्तै धेरै अब यसो रोमान्टिक भिडियोहरू चाहिँ लिएर म आइबस्छु। अब धेरै मन पराइदिनुहोस् भन्ने विनम्र अनुरोध गरेको छु। अब यस्तै छ, दुःख सुख यस्तै छ हजुर हो। धेरै मन पराइदिनुहोस्। मेरो युट्युब च्यानलमा सब्सक्राइब पनि गरिदिनुहोस् भन्ने अनुरोध